गुड मर्निङ साथीहरू, तपाईँहरू सुन चाहिँ आराम हुन्छ होला र म पनि एकदम ठिकठाक छु साथीहरू। त्यही नै हो, आज चाहिँ सोमबारको दिन रहेको छ, सोमबार भइसकेको छ। अनि शनिबारको दिन चाहिँ हामी कस्तो भयो भने चाहिँ तपाईँहरूलाई चाहिँ एकदम नराम्रो घटना भयो क्या है। अब घटना के हो भनेदेखि चाहिँ छोरो चाहिँ मेरो एलिस चाहिँ रोडमा जाँदै थियो। अब त शनिबारको दिन छुट्टी हुन्छ नि त, छुट्टी हुन्छ। छुट्टीको दिन चाहिँ मैले चाहिँ उसलाई चाहिँ एकछिन साइकल खेल है भनेको। साइकल खेल्दै क्रममा चाहिँ बाहिरबाट चाहिँ आएर चाहिँ बाइकले चाहिँ ठोकेर अनि लडेर चाहिँ यहाँ पनि झन्डै लडिसक्यो। लडेर चाहिँ अनि उसले चाहिँ अनि अहिले हस्पिटल के भयो? ल ल ल ल ल ल नि त नि। अनि उसलाई चाहिँ अहिले सन्चो छैन क्या। अनि हस्पिटल बाइकले चाहिँ पछाडिबाट आएर चाहिँ उसले साइकल खेलिरहेको ठाउँमा चाहिँ बाइकले आएर चाहिँ उसलाई चाहिँ ठोकिदिएर चाहिँ उसलाई चाहिँ अलिकति टाउकोमा चोट परेको छ। अनि अलिक त ब्याडको कुरो चाहिँ त्यही नै भयो। अनि त्यही हो, अलिअलि हड्डीहरू दुख्यो भनिरहेको छ। अनि सबै हामीले चाहिँ होल बडी चेक गरायौँ। चेक गराउँदाखेरि चाहिँ अब भिडियो एक्सरे अब टाउकोमा काटेर छ, भित्र चाहिँ केही असर परेछ कि भनेर चाहिँ हामीले त्यो पनि सिटी स्क्यानहरू पनि सबै गऱ्यौँ। सिटी स्क्यान गरेर चाहिँ अनि टाउको पनि ठिक छ। अनि छातीहरूमा सबै होल बडी चेक गर्नु चाहिँ ठिकै छ, राम्रै छ भन्ने भएपछि चाहिँ हामीले त्यहाँबाट चाहिँ डिस्चार्ज गरेर हिजो लिएर आयौँ। अनि अस्ति चाहिँ अब तपाईँको त्यो रातभरि हस्पिटल बस्यो नि त। अनि अन्त भयो हिजो चाहिँ हामी फुल सुत्यौँ। सुतेर चाहिँ आज चाहिँ सोमबार बिहान भइसकेको छ। अनि एलिसलाई चाहिँ उहाँ अहिले घाम तापाउँदैछ मम्मीले। छोरो के भयो? अभि गुड मर्निङ छोरो। के छ, सन्चै छौ? ठिक छ? ए अनि 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 अस्ति कहाँ लड्यो? तिमी आफै लड्यो कि तिमीलाई चाहिँ बाइकले हानो? कहीँ हान त। उसको चाहिँ यहाँनिर खास यहाँनिर टाँका लागेको छ, यहाँ चोट परेर अनि यहाँनिर चाहिँ परेको छ। त्यही नै ठिक हुन्छ ल है। अनि त्यही नै हो। म त यति साह्रो डर लाग्यो नि त, यस्तो साह्रो डर लाग्यो। अब म त भित्र थिएँ नि त, अब भित्र यहाँ सामानहरू मिलाउँदै थियो। मिलाउँदा चाहिँ ऊ चाहिँ कस्तो यस्तो गर्दा चाहिँ उज्यालो आयो क्या। हेर्नु त, हेन्सम आयो। हेन्सम आयो सानैबाट त्यस्तो बोल्छ क्या फेरि। अनि त्यही सामान मिलाउँदै थियो। मिलाउँदा चाहिँ अनि ऊ चाहिँ फेरि मैले शनिबार थियो छुट्टी, अब मैले बाहिर नजानु त भनेको थिएँ। उसले फ्याटेक गइदिएछ। फेरि जाँदा चाहिँ फेरि बाइक उताएर स्पिड, अब त्यही त हो नि, अब कन्ट्रोल हुन्न भर्खरको मान्छे। त्यही नै हो, ठिक छ जोस्, राम्रो भयो। अब त्यही नै हो। अनि सो है, आज सोमबारे हटिया, वाउ अब हटिया जानुपर्छ। अनि हाम्रो चाहिँ आज फेरि यहाँनिर चाहिँ सब्जी रोपाइ भइरहेछ। सब्जी रोपाइ हो क्या अरे, रोपाइ फेरि रोपाइ भन्ने सुन्नु होला है, रोपाइ। आजको वेदर पनि यस्तो भयो, हाल चिसो छ ल। हेर्नुहोस् सुनसरी नरुवाको चिसो आएर मम्मी चाहिँ भनेर बिहानदेखिको चाहिँ ट्याङ खनेर रोप्दै हुन्छ, देख्नुभयो? काम अगाडि बढिरहेको छ यहाँनिर चाहिँ। ल हेर्नु साग यस्तो भयो हाम्रो है। साग हेर्नु त, साग होम डेलिभरी पनि छ है, आउनुहोस् साग खानलाई। सिबीहरू यस्तो। एलिस अब क्वालिटी चर्चमा फेरि ल राम्रो देखाएको छ। राम्रो चित्त ल राम्रो देखाएको छ। ल इता चित्त चर्चमा लाइलाई भित्र हेरेर होइन, हेरेर लड्छ झुलमा। ल बस्न पहिला बस्न यता। कसले किनिदिएको चस्मा? मामुले। अनि यस्तै हेर नि त। ल यता हेर त, यता हेर न। अब चर्चमा लाइलाई हामी चाहिँ एकछिन रेस्ट गर्नु पऱ्यो भनेर बाउ छोरा चाहिँ ओछ्यानभित्र आयौँ है। हत्तुभन्दा पनि जाडो छ नि त, यो जाडोमा त काम गर्न नपाए पनि हुने, तर के गर्नु, त्यस्तो भनेर हुन्छ। काम गर्नु पर्दैन। त्यही नै अब एकछिन हामी यहाँनिर चाहिँ बाउ छोरा चाहिँ घमासिङसँगले चाहिँ बस्छौँ। बसेर चाहिँ घर सल्लाह गरेर चाहिँ ल साथीहरू, यतिखेर चाहिँ दिउँसोको 3:30 भइसकेको छ होइन। हामी चाहिँ खाजा खाएर भन्दा नि पहिला चाहिँ अब जाडो एकदम बढेको छ, एकदम 2-3 दिन भयो, घाम पनि लागेको छैन राम्रोसँगले। अनि म चाहिँ नुहाएर अनि फेरि घाम ताप्न भनेर बसेको, त्यही त हो नि, घाम लागेको छैन। अनि नाला उठेर अनि त्यस पछाडि चाहिँ खाजा बनाएर एलिस र म चाहिँ दामादम दिइसक्यो। बाबु सकिसक्यो?
सक्यो जुस 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 है यो जुस हो कान्छ खाऊ न किन ढेर खाए पो मोटाउँछ त अनि डोन हुनु परेन बाबा जस्तै यस्तो बेच्दै खाइदियो त्यही नै हो अब काजु साजु खायौँ होइन अब के भयो भने चाहिँ हाम्रो विशेष प्लान छ के प्लान भनिदिनु नि राहुको मासु र रोटी है त्यो चाहिँ नेक्स्ट भिडियोमा हेर्न सक्नुहुन्छ यो भिडियो चाहिँ म आजै युज गर्न चाहन्छु फिलहालको लागि होइन तपाईँहरू जुन ठाउँबाट हेर्दै हुनुहुन्छ छोटो मिठो टक्क कमेन्ट गरिदिनु होला भिडियो के कस्तो लाग्यो कमी कमजोरी औँल्याइदिनु होला भन्दै आजलाई बिदा हुन चाहन्छु जय चन्द्र सूर्य ल एकचोटि भन्नु छ र यस्तै जय चन्द्र सूर्य भने जय खै जय छोटो एकचोटि भन्न एकचोटि जय 3 1 2 3 भने चाहिँ 1 2 3 जय चन्द्र सूर्य भन्ने भन्न ल 1 2 3 गो जय चन्द्र सूर्य ल एकचोटि भन्ने है ल 1 2 3 जय चन्द्र सूर्य ल बाई